कार्यक्रमहरूको प्रशंसा गर्न 10 तारिक आरोग्य बजाउँदै उहाँको स्मृतिका उहाँको निम्ति एउटा नयाँ भजन जयकार गर्ने विपूर्ण गानाहरू बजाऊ किनकि परम्पराको वचन गीत र सत्य छ उहाँको सबै काम विश्वासकामा हुन्छन्। परम्पराको धार्मिकता र न्यायलाई मन पराऊ उहाँको हामीसँग हुनु नै छैन ए त्यस्तो अरु चाहिँ हैन संसार त संसारमै हुनुहुन्छ तर हामीदेखि टाढा जानुहुँदैछ उहाँ। अब आज डेजिमिसको अन्तिम दिन हो। उहाँले यो बाल संगतिमा काम गर्नु भएको 13 वर्ष भइसकेछ 13 इयर्स। कतिजना त 13 वर्षकै होला यहाँ हैन हो कि हैन 13 वर्षको छ होला हैन यहाँ तिम्रो जन्मेदेखिकै उहाँले काम गर्नुभएको छ 13 इयर्ससम्म उहाँले काम गरेर आज बल्ल उहाँ बाल संगति अध्यक्षबाट रिटायर हुनुहुँदैछ है। आज उहाँको अन्तिम दिन हो त्यही भएर यो चाहिँ कुनै बर्थडेको केक हैन है फेयरवेलको केक हो है। बुझ्यो सबैजनाले के को केक अरे फेयरवेलको बिदाईको केक क्या त नै सबैजनाले विदाई गर्नेछौँ है। खदा लगाइदिनको निम्ति हाम्रो 3 जना मिसहरू लहरै आउनु होला। उहाँले एकदमै हाम्रो आदरणीय मिसलाई खदा लगाइकन विदाई गर्नुहुनेछ। ताली बजाऊ ताली सबैजनाले। ल 3 जना मिसले खदा लगाइदिनु ताली सबैजनाले।
यत्रो वर्ष बाल समितिमा मेहनत गर्नुभएको छ। त्यसको लागि हामीले खदा सँगसँगै यहाँ सानो मायाको चिनो अब सबैले देखेर थाहा पाइहाल्यो है यो भित्र के छ। सबैलाई जय मसी। सबैलाई खुसी हो? किन खुसी नभएको त? माइक पनि याद नै ल जस अघि यहाँनिर होइन हाम्रो दिलस सरले पनि भनिहाल्नुभयो। अनि मैले बाल सङ्गतिमा सेवा गरेको चाहिँ 13 वर्ष भएछ। अनि म बाल सङ्गतिमा आउँदै गर्दाखेरि चाहिँ सायद अहिले टिनेजको नानीहरू हुनुहुन्थ्यो होला जस्तो लाग्छ मलाई। अलिकति अगाडिकोहरू चाहिँ हुनुहुन्न थियो। अरू अगाडि गर्ने नानीहरू चाहिँ सायद परमेश्वरको हातमै हुनुहुन्थ्यो होला होइन, माथि नै। अनि जन्मिनु भएको थिएन भन्नु खोजेको। अनि जस परमेश्वरले यो 13 वर्षसम्म यसरी नानीहरूको माझमा सेवाकाई गर्ने मौका परमेश्वरले मलाई दिनुभयो। अनि र अब यो हप्ता चाहिँ मेरो अब लगभग अन्तिम हप्ता नै छ है। अनि प्रार्थना गरिदिनु होला नानीहरू। अनि अब यहाँबाट पाइला चाल्दैछु, नयाँ कुराहरूमा पाइला चाल्दैछु। परमेश्वरले मलाई त्यो कुराहरूमा सहायता गर्नुभएको होस्। धेरै अगाडिदेखि नै मैले प्रार्थना गरिरहेको थिएँ। अनि त्यो अनुसार चाहिँ नानीहरूको माझबाट चाहिँ म केही समय भनौँ या वर्ष भनौँ या के हुन्छ परमेश्वरको इच्छामा रहेर चाहिँ म टाढा हुँदैछु। अनि नानीहरूले मेरो लागि प्रार्थना गरिदिनु होला होइन। अनि जहाँ गए तापनि नानीहरूलाई चाहिँ म बिर्सिने छुइनँ। अनि यताबाट पनि आउनु पर्यो नि त फेरि। कसले बिर्सिन्छ, कसले सम्झिन्छ। डेजी मिस हुनुहुन्थ्यो भनेर कसले सम्झिन्छ? सबैले सम्झिन्छ? सबैले सम्झिन्छ है। ल धेरै खुसी लाग्यो है, धेरै खुसी लाग्यो। अनि अब यहाँ फेयरवेल गर्नुभएको छ। अनि यस्तै हो होइन, कहिले मिलन अरे कहिले बिछोड अरे होइन। अब सबै कुराहरूले छँदैछ होइन, हाम्रो लाइफ साइकल हो यो सबै कुराहरू। र नानीहरू चाहिँ सबैजना चाहिँ म के इच्छा गर्छु भन्दै गर्दाखेरि जतिजना नानीहरू सानो नानीहरू छ, अलिकति ठुलो नानीहरू छ, अहिले आएर टिनेजको नानीहरू छ, एउटै कुरा चाहिँ के हो भन्दै गर्दाखेरि चाहिँ हामी चाहिँ परमेश्वरको छोराछोरीहरू होइन। परमेश्वरको छोराछोरी भएको कारणले चाहिँ हामी चाहिँ जहिले पनि परमेश्वरको डरमा भयमा हामी हिँड्नुपर्छ भन्ने कुराहरू चाहिँ म आफूहरूको सामुमा राख्न चाहन्छु। र परमेश्वरले चाहिँ जहिले पनि हामीलाई चाहिँ एउटा उत्तम कुरा हामीलाई दिन चाहनुहुन्छ। अनि हाम्रो निम्ति चाहिँ जहिले पनि उहाँ ढोका खोलिराख्नु भएको छ। हामीलाई त्यो कुराहरूमा पाउनको लागि परमेश्वरको इच्छामा अनुसार उहाँको आशिष पाउनको लागि चाहिँ हामी चाहिँ प्रतीक्षा पनि गर्नुपर्छ भन्ने कुराहरू म तपाईँहरूको माझमा राख्न चाहन्छु। र एकैचोटि सबै कुराहरू हुन्छ भन्ने छैन, बिस्तारै होइन समय लाग्छ यद्यपि। अनि त्यो आशिष हामीले पाउँदै गर्दाखेरि चाहिँ आनन्द पनि हुन्छ है। त्यस कारणले चाहिँ नानीहरूलाई चाहिँ धैर्यता बस्नु होइन, अनि परमेश्वरमा भरोसा गरेर बस्नु, परमेश्वरमा स्थिर भएर बस्नु भन्ने कुराहरू चाहिँ म तपाईँहरूको माझमा राख्न चाहन्छु। र धेरै धन्यवाद तपाईँको मायाको लागि। र निरन्तर यसरी नै प्रार्थना गरिरहनु भएको होस् भनिकन सबै कुराहरू म तपाईँमा राख्दछु। सबैलाई जय मसी। Como le hice, ¿verdad? Como su suele que
के गर्छ